यरबन 안녕하세요 सबैजनालाई नमस्ते। सो आज पनि मैले चाहिँ तपाईहरुको लागि मिनिङ सिरिजबाट चाहिँ च्याप्टर 52 को सम्पूर्ण मिनिङहरुलाई चाहिँ समावेश गरेर आजको यस भिडियोमा चाहिँ लिएर आएको छु, जुन चाहिँ तपाईहरुको लागि एकदमै धेरै महत्त्वपूर्ण हुनेछ है। र यदि तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरेर राख्नु होला, ताकि आगामी दिनमा यस्तो खालको नयाँ कन्टेन्ट भिडियोहरु चाहिँ तपाईहरुले देख्न र हेर्न चाहिँ पाउनु हुनेछ है। सो हामी 52 च्याप्टरको यसको पहिला टपिक हेरौँ है, टपिक बुझौँ। उम्सिक छोरी चाहिँ, उम्सिक छोरी भनेको के हो त? खाना पकाउने है, के अरे त खाना पकाउने अथवा खाना बनाउने है। सो अब हामी यसको तल मिनिङहरु हेरौँ अब है। सबैभन्दा सुरुमा हेरौँ खोगी। खोगी भनेको के हो त? खोगी भनेको मासु है, खोगी भनेको मासु। त्यसैगरी अर्को छ हेदोङ हादा। हेदोङ हादा भनेको चाहिँ के हो त? पग्लिनु है। हेदोङ हादा भनेको के हो त? पग्लिनु। त्यसैगरी अर्को छ सिक्चेर्यो भनेको चाहिँ खाद्यान्न सामग्री है। सिक्चेर्यो भनेको के हो त? खाद्यान्न सामग्री। त्यसैगरी अर्को हेरौँ ख्वाल्ली। ख्वाल्ली भनेको चाहिँ रेखदेख है। ख्वाल्ली भनेको के हो त? रेखदेख। त्यसैगरी अर्को हेरौँ छुमुन्स। छुमुन्स भनेको चाहिँ अर्डर पेपर है, मतलब अर्डर लिएको के त? पेपर भनौँ। सो त्यसैगरी अर्को हेरौँ वागिन हादा भनेको चाहिँ चेक जाँच गर्नु। वागिन हादा भनेको के हो त? चेक जाँच गर्नु। त्यसैगरी अर्को छ मिल्फेयोङ्गी भनेको चाहिँ हावा नछिर्ने भाँड हो है। के अरे त? मिल्फेयोङ्गी भने के अरे त? हावा नछिर्ने भाँड हो। त्यसैगरी अर्को छ सोबुन हादा भनेको चाहिँ छुट्टै राख्नु। सोबुन हादा भनेको छुट्टै राख्नु। त्यसैगरी अर्को छ नानुदा। नानुदा भनेको बाँड्नु है। नानुदा भनेको चाहिँ बाँड्नु। त्यसैगरी अर्को छ नेङजाङ फोगवान भनेको चाहिँ अब के त? चिसोमा चाहिँ भण्डारण गर्नु भनेर चाहिँ चिसोमा चाहिँ भण्डारण गर्नु। फोगवान, यो फोगवानले चाहिँ भण्डारण गर्नु अर्थ जनाउँछ है। सो त्यसैगरी अर्को हेरौँ नेङदोङ फोगवान भनेको चाहिँ अब जम्ने चिसोमा चाहिँ भण्डारण गर्नु। त्यसैगरी अर्को छ थेयोङऱ्याङ भनेको चाहिँ ठुलो क्षमता है। के अरे त? ठुलो क्षमता। त्यसैगरी अर्को छ सोबी खिहान भनेको चाहिँ उपभोग अवधि है। उपभोग अवधि। यो खिहानले चाहिँ अवधि जनाउँछ है, त्यसको मिति। त्यसैगरी अर्को छ किचन टावल भनेको चाहिँ किचन टावल है, किचनको चाहिँ टावल। त्यसैगरी अर्को हेरौँ चिफा फेक भनेको चाहिँ प्याकिङ झोला है। के अरे त? प्याकिङ झोला। सो त्यसैगरी अर्को हेरौँ है फिनेल ल्याम्प भनेको चाहिँ प्लास्टिक ऱ्याप है। के अरे त? प्लास्टिक ऱ्याप। त्यसैगरी अर्को छ विसेङ फेक भनेको चाहिँ सेनिटरी झोला है। सेनिटरी झोला विसेङ फेक भनेको। त्यसैगरी अर्को छ माङ। माङ भनेको चाहिँ के हो त? जाली है। माङ भनेको जाली। सो त्यसैगरी अर्को हेरौँ है सक्ता। सक्ता भनेको चाहिँ यो कुइनु, यो मिस्टेक भइछ टाइपिङ है, कहिलेकाहीँ यस्तो मिस्टेक हुन्छ। सक्ता भनेको चाहिँ घोल्नु है। के अरे त? घोल्नु अथवा मिक्स गर्नु भन्दा पनि बुझ्नु है। मिक्स। सक्ता भनेको घोल्नु। त्यसैगरी अर्को छ सिदुल्दा। सिदुल्दा भनेको ओइलिनु है। सिदुल्दा भनेको के हो त? ओइलाउनु अथवा ओइलिनु। सो त्यसैगरी अर्को हेरौँ है नोक्ता। नोक्ता भनेको त? पगल्नु। नोक्ता भनेको पगल्नु है। त्यसैगरी अर्को छ सागी नादा भनेको चाहिँ टुसा लाग्नु है, अथवा टुसा पलाउनु। सागी नादा भनेको के हो त? टुसा लाग्नु। त्यसैगरी अर्को छ फोगवान हादा। फोगवान हादा भनेको भण्डारण गर्नु, सुरक्षित राख्नु पनि भनिन्छ है। फोगवान हादा भनेको के हो त? भण्डारण गर्नु, सुरक्षित राख्नु है। त्यसैगरी अर्को छ खियान। खियान भनेको चाहिँ समय सीमा, त्यसको डेट भनौँ न, एक्सपायरी डेट। त्यसैगरी अर्को छ फुलप्यान हादा भनेको चाहिँ असहज हुनु है। फुलप्यान हादा भनेको असहज हुनु। सो त्यसैगरी अर्को हेरौँ थप्ता। थप्ता भनेको ढाक्नु है। थप्ता भनेको ढाक्नु। त्यसैगरी अर्को छ सनुल हादा भनेको चाहिँ चिसो अथवा ताजा हुनु है। सनुल हादा भनेको चिसो अथवा ताजा हुनु। त्यसैगरी अर्को छ सनबाने भनेको चाहिँ र्याकमा है। र्याकमा। सनबाने भनेको र्याकमा। त्यसैगरी अर्को छ फरिदा। फरिदा भनेको फाल्नु भयो। फरिदा भनेको फाल्नु। त्यसैगरी अर्को छ खोजाङ नादा। खोजाङ नादा भनेको बिग्रनु है। खोजाङ नादा भनेको बिग्रनु। सो त्यसैगरी अर्को हेरौँ है नेङदोङ्गो भनेको चाहिँ डिप फ्रिज है। डिप फ्रिज भनेको चिस्यान फ्रिज, एकदम चिसो, डिप फ्रिज। त्यसैगरी अर्को छ सुर्यादा भनेको मर्मत गर्नु है। के अरे त? मर्मत गर्नु। त्यसैगरी अर्को छ खोक्रियो भनेको चाहिँ गेडागुडी है। के अरे त? खोक्रियो भनेको गेडागुडी। त्यसैगरी अर्को छ हेसानमुल। हेसानमुल भनेको चाहिँ सामुद्रिक वस्तु है। सामुद्रिक वस्तु हेसानमुल भनेको। त्यसैगरी अर्को छ युक्रियो भनेको चाहिँ मासु है। युक्रियो भनेको मासु। सो त्यसैगरी अर्को हेरौँ युजेफुम भनेको चाहिँ अब दुधजन्य पदार्थ है। युजेफुम भनेको दुधजन्य पदार्थ। युजेले चाहिँ दुध जनाउँछ भने यो फुमले चाहिँ के जनाउँछ त? पदार्थ, सामानहरू, वस्तुहरू चाहिँ जनाउँछ है। त्यसैगरी अर्को हेरौँ फुफे हादा अथवा साङ हादा भनेको के हो त? सर्नु अथवा कुहिनु है।
फुफे हादा अथवा साङ हादा भनेको सर्नु अथवा कुहिनु। त्यसै गरी अर्को हेरौँ फितमुरी सेङ्गिदा भनेको चाहिँ रगत आउनु अथवा रगत चाहिँ देखा पर्नु भनिन्छ है। सेङ्गिदा भनेको देखा पर्नु। त्यसै गरी अर्को छ निम्सेगा नादा भनेको गन्ध आउनु है। के अरे त निम्सेगा नादा भनेको गन्ध आउनु। त्यसै गरी अर्को हेरौँ फल्लेगा सेङ्गिदा भनेको चाहिँ किरा लाग्नु अथवा किरा देखा पर्नु है। फल्लेगा सेङ्गिदा भनेको। त्यसै गरी अर्को छ सेगुनी फन्सी खादा भनेको चाहिँ के हो त कीटाणु देखिनु है। सेगुनी फन्सी खादा भनेको के हो त कीटाणु देखिनु। त्यसै गरी अर्को छ सिकचुङडोक भनेको चाहिँ फुड पोइजन है। सिकचुङडोक भनेको के हो त फुड पोइजन। त्यसै गरी अर्को छ सिक्खाल भनेको चाहिँ किचन चक्कु है। किचनको चाहिँ चक्कु। त्यसै गरी अर्को छ थोमा। थोमा भनेको कटिङ बोर्ड है। थोमा भनेको कटिङ बोर्ड। त्यसै गरी अर्को हेरौँ खुक्चा। खुक्चा भनेको चाहिँ डाडु भयो। खुक्चा भनेको डाडु। त्यसै गरी अर्को छ काकी अथवा फिल्ल भनेको चाहिँ बोक्रा छिल्ने है। के अरे त बोक्रा छिल्ने जस्तै यो आलुहरू छिलिन्छ नि आलुको बोक्राहरू छिल्ने हो त्यसलाई चाहिँ के भन्छ काकी अथवा फिल्ल भनिन्छ है। त्यसै गरी अर्को हेरौँ थुइ छिप्के भनेको चाहिँ के हो त चलाउने अथवा तान्ने। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि डाडु पन्यु टाइपको तर दुलो 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 हुन्छ जसले चाहिँ के तारेको चिजहरूलाई चाहिँ निकाल्न सहज बनाउँछ है। त्यसलाई के भन्छ थुइ छिप्गे भनिन्छ है। त्यसै गरी अर्को हेरौँ छुगक। छुगक भनेको चाहिँ पन्यु। छुगक भनेको पन्यु। त्यसै गरी अर्को छ साल। साल भनेको चामल भयो है। साल भनेको चामल। सो त्यसै गरी अर्को हेरौँ छोगे। छोगे भनेको सङ्खे किरा है। छोगे भनेको सङ्खे किरा। त्यसै गरी अर्को छ छिजु। छिजु भनेको चिज है। छिजु भनेको चिज। त्यसै गरी अर्को छ छुबाङ जाङनिम भनेको चाहिँ किचन क्याप्टेन है। किचनको चाहिँ क्याप्टेन। त्यसै गरी अर्को छ सेग्युन भनेको चाहिँ कीटाणु। के अरे त कीटाणु। त्यसै गरी अर्को छ येबाङ। येबाङ भनेको रोकथाम है। येबाङ भनेको रोकथाम। सो त्यसै गरी अर्को हेरौँ ख्वान्सिम। ख्वान्सिम भनेको चाहना रुचि हुन्छ है। ख्वान्सिम भनेको चाहिँ चाहना रुचि। त्यसै गरी अर्को छ सङ्जाङ हादा भनेको चाहिँ विकसित हुनु है अथवा विकास हुनु। त्यसै गरी अर्को छ फिबिमफाप भनेको चाहिँ मिक्स खाना है। मिक्स राइस पनि भन्छ मिक्स खाना। त्यसै गरी अर्को छ फुलगोगी। फुलगोगी भनेको चाहिँ पोलेको मासु है। के अरे त पोलेको मासु। त्यसै गरी अर्को छ तकपोक। तकपोक भनेको चाहिँ पिठोको परिकार है। के अरे त पिठोको चाहिँ परिकार। सो त्यसै गरी अर्को हेरौँ है वेअदो भनेको बाहेक पनि। वेअदो भनेको बाहेक पनि। त्यसै गरी अर्को छ सुचुल। सुचुल भनेको निर्यात है। सुचुल भनेको निर्यात। त्यसै गरी अर्को छ कुजुनही भनेको चाहिँ लगातार निरन्तर है। कुजुनी भनेको लगातार निरन्तर। त्यसै गरी अर्को छ छुङ्गा हादा भनेको चाहिँ बढ्नु वृद्धि हुनु है। छुङ्गा हादा भनेको बढ्नु वृद्धि हुनु। त्यसै गरी अर्को छ इपमात भनेको चाहिँ यो स्वाद है। मुखको स्वाद। इप भनेको के हो त आफ्नो मुख भयो मातले स्वाद जनाउँछ है। सो त्यसै गरी अर्को हेरौँ इन्जिदो भनेको चाहिँ के हो त पहिचान है। इन्जिदो भनेको पहिचान। त्यसै गरी अर्को छ थोल्फा हादा भनेको सफल हुनु है। थोल्फा हादा भनेको सफल हुनु। त्यसै गरी अर्को छ वाक्सान भनेको चाहिँ फैलिने है। वाक्सान भनेको फैलिने। त्यसै गरी अर्को छ हिमिप्ता भनेको चाहिँ सहयोग पाउनु है। हिमिप्ता भनेको त सहयोग पाउनु। त्यसै गरी अर्को छ खोचुजाङ भनेको चाहिँ खोर्सानीको पेस्ट है। खोचुजाङ भनेको त खोर्सानीको पेस्ट। सो त्यसै गरी अर्को हेरौँ इन्साम्र्यु भनेको चाहिँ जडीबुटीको प्रकार है। जडीबुटीको प्रकार। त्यसै गरी अर्को छ छेसिक छेफुम भनेको चाहिँ भेज खानेकुरा भेज खाद्यान्न सामग्री है। त्यसै गरी अर्को रहेको छ सङ्गवा भनेको चाहिँ परिणाम है। के अरे त परिणाम। त्यसै गरी अर्को छ छोङ्नी भनेको चाहिँ प्रकार। छोङ्नी भनेको प्रकार। सो त्यसै गरी अर्को छ खानफ्यान हागे भनेको सहजै है। के हो त खानफ्यान हागे भनेको सहजै। त्यसै गरी अर्को छ छर्याक हागे भनेको बचाएर है। बचाएर बचत। छर्याक हादा भनेको बचत गर्नु भनिन्छ है। त्यसै गरी अर्को छ खुम्बाङ भनेको चाहिँ तुरुन्तै है। के अरे त खुम्बाङ भनेको तुरुन्त। त्यसै गरी अर्को हेरौँ यन्जिन भनेको चाहिँ स्थानीयवासी है। के अरे त यन्जिन भनेको स्थानीयवासी। त्यसै गरी अर्को हेरौँ फेन्वा सिकिदा भनेको चाहिँ परिवर्तन गर्नु है। फेन्वा सिकिदा भनेको परिवर्तन गर्नु। सो आजको हाम्रो च्याप्टर 52 को सम्पूर्ण मिनिङ चाहिँ यति नै रहेको छ। सो तपाईँहरूले यसलाई चाहिँ मजासँगले पढ्नु होला नोट गर्नु होला है। र तपाईँहरूलाई यो मिनिङ सिरिजको भिडियो चाहिँ मन परिरहेको छ भने आफ्ना साथीहरूलाई पनि यो भिडियो चाहिँ रिकमेन्ड गर्नु होला सेयर गर्नु होला ताकि उहाँहरूलाई पनि केही हेल्प चाहिँ पुग्नेछ है। सो आजको लागि चाहिँ यति नै गरौँ। सो स्वस्थ रहनु होला मस्त रहनु होला। खामसाम्निदा धन्यवाद।